यहाँ फिल्ममा काम गर्न हल्ला गर्छ डकुमेन्ट पठाउ यहाँ के रहेछ म हेर्छु किन डकुमेन्ट पठाउनु पर्यो मैले सिकाउँछ गदा साथीहरु एकैछिन यो भिडियो सुन्नु है त खोटाङका माननीय आर्यन राईसँगको कुराकानी है। हेलो नमस्कार हजुर। यो विदेशबाट हामीले यसो त्यो उसमा सहयोग गर्नको लागि के हामीले सहयोग गर्न सक्छौँ हजुर त्यहाँ? सर त्यो भोलि उयो बनाउने भनेको छु ग्रुपको क्युआर कोड बनाउने भनेको छु होइन गुगलमा छ त खुलेर हजुर। त्यस पछाडि त्यसमा तपाईँले क्युआर सेन्ड गरिदिन्छु नि ल। अहिले सहयोग गर्न सकिँदैन? अहिले त हजुर अब म मेरो पर्सनल क्युआरमा पैसा दिने गर्दिनँ। हजुर। अनि हाम्रो घरकाजीले त तपाईँको त्यो नम्बर हाल्नु भएको छ सहयोगको लागि भनेर नि। कन्ट्याक्ट गर्नुभयो राम्रो छ कन्ट्याक्ट गर्नुभयो ठिक छ तर म भोलि त्यो गरिदिन्छु नि ल। हजुरको नाम चाहिँ? म आर्यन हौ सांसद। ए हजुर ए ल ठिक छ ल ठिक छ। अनि यो तपाईँको अहिले सरकारले त तपाईँको व्यक्तिगत नम्बर खाताहरू राखेर सहयोग माग्न पाइँदैन भनेको छ नि त फेरि। त सरकारले भन्दै गर्छ नि हौ यो राम्रो काम गरेर के गर्छ फटा अरू बदमासहरूलाई पो त्यो दुनियाँ तरिका हुन्छ हामीलाई के गर्नु हौ होइन तपाईँको अब सरकारले त भनेको छ नि त तपाईँको जुन सरकारले तोकेको छ त्यसमा सहयोग गर्नु होला कसैको पनि बाबा सरकारले भने त सरकारले भन्नु नि त त्यसै भए उता गएर किन मलाई फोन गरेर होइन तपाईँहरूले यसरी सरकारले गरेको बेला तपाईँहरूले सरकारको क्युआरलाई सेयर गरेर चाहिँ सहयोग अपिल गर्नु पर्यो तपाईँहरूले आफ्नो पर्सनल नम्बर राखेर अपिल गर्न पाउनुहुन्छ त फोन गर्नु भएको पहिले हजुर। फोन गर्नु किन फोन काट्ने? मान्छे कहाँ के अवस्था हुन्छ फोन गरेपछि हामी चाहिँ तपाईँको जिल्लाको मान्छे हो कि तपाईँको खोटाङकै जिल्लाको मान्छे हो चाकेला गाउँपालिकाको तपाईँलाई चिन्छ हामी कुन ठाउँको खोटाङको चाकेला गाउँपालिका कुन ठाउँ खोटाङको कुन चाहिँबाट हो माने भन्ज्याङ माने भने चाहिँ अब तारिकै फोन गरेर फोन काट्नु अनि तपाईँहरूले यसरी पर्सनल नम्बर राखेर तपाईँहरूले त्यसरी गर्न पाउनुहुन्छ त? ए त तिमीले मलाई सिकाएर हुन्छ यार तिमीले सिकाउनु को मलाई सिकाउने होइन कि तपाईँहरूलाई भनेको मात्रै हो सल्लाह मागेको मात्रै हो सरकारलाई साथ दिएर सरकारको क्युआर सेयर गर्ने हो नि त तपाईँहरूले त। तिमी हैसियत न तिमी विदेशमा बसेर यहाँ सिकाउँछ यार विदेशमा तपाईँ पनि जानु होला नि त्यो विदेशमा बस्ने भन्ने होइन कि तपाईँहरूले सरकारले गरेकोलाई सेयर गरेर तपाईँहरूले सहयोग अपिल गर्नुपर्ने हो। यहाँ फिल्ममा काम गर यहाँ फिल्ममा काम हल्ला गर्छ यहाँ हामी पनि काम गरेकै मान्छे हो कि तिम्रो डकुमेन्ट पठाउँदा तिम्रो डकुमेन्ट पठाउ यहाँ के रहेछ म हेर्छु किन डकुमेन्ट पठाउनु पर्यो मैले सिकाउँछ गदा पर्ने हो यहाँ फिल्ममा काम गर यहाँ फिल्ममा काम हल्ला गर्छ डकुमेन्ट पठाउ यहाँ के रहेछ म हेर्छु किन डकुमेन्ट पठाउनु पर्यो मैले